नमस्कार। म अहिले यस भिडियोमा त्रिपुरा सुन्दरी गाउँपालिका धादिङको बारेमा केही कुराहरू लिएर उपस्थित भएको छु। मेरो गाउँपालिका पनि यही हो। त्रिपुरा सुन्दरी गाउँपालिका धादिङको बारेमा जानकारी गराउन लागिरहेको छु। त्रिपुरा सुन्दरी गाउँपालिका धादिङ जिल्लाको 11वटा गाउँपालिकाहरूमध्ये एक हो। 27 गते फागुन 2073 मा गाउँपालिका घोषणा भएको थियो। गाउँपालिका घोषणा गर्दा साबिकका सल्यानटार, मुलपानी, सल्यानकोट, आगिनचोक र त्रिपुरेश्वर गाविसहरू यसमा गाभिएका थिए। जम्मा 5वटा गाविसहरू गाभिएर यो त्रिपुरा सुन्दरी गाउँपालिका बनेको हो। जनसङ्ख्या राष्ट्रिय जनगणना 2078 को अनुसार जनगणना अनुसार त्रिपुरा सुन्दरी गाउँपालिका धादिङको कुल जनसङ्ख्या 21,937 जना रहेको छ भने यहाँ 5,947 घरधुरी रहेको छ। घरधुरी 5,947 घरधुरी रहेको छ। त्रिपुरा सुन्दरी गाउँपालिका धादिङ बागमती प्रदेशको नक्सामा त्रिपुरा सुन्दरी गाउँपालिका धादिङमा अवस्थित रहेको छ। देश नेपाल, प्रदेश बागमती प्रदेश, जिल्ला धादिङ, स्थापित 27 फागुन 2073 साल। सरकार अध्यक्ष र उपाध्यक्ष। अध्यक्ष राजु उप्रेती सर हुनुहुन्छ। उपाध्यक्ष देवराज धरेल सर हुनुहुन्छ। क्षेत्रफल जम्मा यो गाउँपालिकाको क्षेत्रफल 271.23 किलोमिटर स्क्वायर छ। वर्ग माइलमा 104.72 वर्ग माइल छ। जनसङ्ख्या राष्ट्रिय जनगणना 2078 को अनुसार जम्मा 21,937 जना रहेको छ। घनत्व 81 किलोमिटर स्क्वायर अथवा वर्ग माइलमा 210 वर्ग माइलमा छ। समय क्षेत्र UTC +5:45 नेपाली समय अनुसार छ। क्षेत्रीय सङ्केत +977, टेलिफोन कोड 010 रहेको छ। केन्द्र साबिक सल्यानटार गाविसको कार्यालयमा अवस्थित छ। यो भिडियोमा यति नै। फेरि यस्तै जानकारीमूलक कार्यक्रमहरू र भिडियोहरू म ल्याइरहनेछु। अहिलेलाई भने यस भिडियोबाट मलाई बिदा दिनुहोस्। हस्त नमस्ते।